यात्रा अब दूरीको थिएन, सहनशीलता र बाचाप्रतिको थियो। आजको आकाश केही भारी थियो, बादलले घामलाई ढाकेको, शान्त तर अलि उदास जस्तो। तर फेरि अचम्म, त्यो मौसम नै यात्राका लागि एकदम उपयुक्त लाग्यो। लामो दिनदेखि सुमधुर तराईका फाटिला भूभागमा हिँडेपछि आज 16औं दिनमा पहाडतर्फको उकालो लागे। धेरै नखाउँ भन्छु, के गर्ने पुग्दैन। यो चाहिँ अन्तिममा मगायो। अब यो अन्तिम कुरा खाने, कफी पिउने, अनि त्यसपछि यहाँबाट चाहिँ निस्किने। अब ल हाम्रो ठ्याक्कै यसको माथि न्याचा पोल पनि रहेछ। यहाँबाट चाहिँ बिदा लाग्छौँ। हुन त धेरै ढिलो भयो। थ्याङ्क यू ब्रदर। हुन त धेरै ढिलो भयो आज निस्किनको लागि। तर एनिवेज प्रपर मिलहरू लियो भनौँ न। अस्तिको खाजाहरू हेरेको चाउमिन यताउता भन्दा त बरु फ्राइड राइस नै सही। एक कप कफी पनि खाइयो, अलिकति क्याफिनेटेड भइयो, अनि 3टा टोस्ट ब्रेड खाइयो, अनि अब हिँडियो। खुट्टाको मसल्स पेन चाहिँ ठ्याक्कै अब अपोजिट साइडमा गयो क्या। यहाँनिरको अलिक कम भयो मेरो, तर अब यो पार्टमा चाहिँ, यो सेक्सनमा चाहिँ आएर हान्न थालिसक्यो। कस्तो के भने, रोचक के हो यो त। माफी देखेर छक्क परेर झन् एकपट्टि मात्र भइरहेको छ। त्यो कुराले पनि अलिकति कम्फोर्टिङ काहीँ न काहीँ चाहिँ भइरहेकै हो भनौँ न। अलिकति लिन अन गर्ने पार्ट चाहिँ एक साइडमा बेसी इम्प्याक्ट राख्न मिल्यो। दुईपट्टि भयो भने स्टिक दुईवटा छैन। त्यो पछि चाहिँ अति नै एक्सट्रिम गाह्रो हुन्छ। तर यतिको गाह्रोमा चाहिँ अगाडि बढ्नुपर्छ। वेदरले पनि एकदमै दामी गरिदिएको छ। मलाई सिमसिम पानी परिरहेको थियो बिहान। घाम लागेको छैन। अहिले घाम लागेको भए अर्को स्तरको बिजोग भइसक्थ्यो। यो लेनको बाटो जस्तो धमाधम भएर चाहिँ यो यतापट्टि 2 लेनको भयो। यहाँ बिचमा अहिले 2 लेनको चाहिँ गाडीहरू गुडिरहेको। अनि त्यो योभन्दा उतापट्टिको सेक्सन चाहिँ ठ्याक्कै यतापट्टि योतिर चाहिँ अर्को 2 लाइनको बन्दैछ। 6 लेनको बनिसकेपछि चाहिँ हुन्छ। अब त्यो भइन्जेलसम्म चाहिँ फेरि सङ्घर्ष छ। यहाँको हाम्रो ठेकदारहरूलाई पनि मुद्दा लाग्यो के भन्ने कुराहरू पनि हिजो हुँदै थियो। त्यही भएर पनि काममा अलिकति डिले भएको होला अफकोर्स। अनि मैले त्यो बाटोतिर होटेल अथवा यस्तो पानीको जुन समस्या भयो नि हिजो, त्यो चाहिँ यो हाइवे बनेर भत्काएको कारणले गर्दाखेरि चाहिँ त्यस्तो भएको रहेछ। अब 2 वर्ष चान्जन भइसक्यो। त्यो त मान्छे स्टप हुने, हिँड्ने, यताउता खासै हुँदैन। त्यो भइसकेपछि, सेल्स नभइसकेपछि हाम्रो मार्केटहरू त अटोमेटिकली कोल्याप्स भइहाल्छ नि। सप्लाई एन्ड डिमान्ड गाइज, सप्लाई एन्ड डिमान्ड। सिमसिम पानी पर्नुभयो। अब छाता ओढ्ने अनि निस्किने। Tecnologia! अब ठ्याक्कै छाता पनि ओढे। पानी परेर एकदम कल्याण भइरहेछ मेरो। ओ माई गड, यत्तिकै परिदियो भने चाहिँ एकदम राम्रो। अब अलि भारी बर्सात हुन्छ भने पनि ठिकै छ। अलिअलि सही नै पऱ्यो। गाई पालेपछि, दुध खाएपछि लात सहिनुपर्छ भन्छ नि, त्यस्तै हो। शीतल हुन्छ भने होइन, वाइ नट, अफकोर्स। सम्पूर्णलाई हाम्रो सरलाई चाहिँ सबैजनाले सपोर्ट गरिदिनु होला। उहाँको यात्रा सफल रहोस् र सब सेफ गर्ने सरलाई। र उहाँको भिडियो चाहिँ म हेरेर हुन्थेँ। र ठ्याक्क आज हाम्रो बोर्ड इक्जाम लेखेर आउँदाखेरि सरसँग भेट भएर खुसी लाग्यो सरलाई। ल ओके, थ्याङ्क यू भेरी मच ब्रदर, आई रियली अप्रिसिएट। उहाँहरूको नि बोर्ड इक्जाम सकेको रहेछ। उहाँहरूलाई पनि अब आउने दिनहरूको एकदमै शुभकामना गर्दै अब हामी पनि यहाँबाट चाहिँ वकमा कन्टिन्यू गर्छौँ। ल थ्याङ्क यू ब्रदर, बोलिदिनु भयो, खुसी लाग्यो। आई रियली अप्रिसिएट। यसरी बाटोमा भेट्ने क्रममा चाहिँ धेरै रमाइलो हुन्छ। उहाँहरूको एनर्जी, ऊर्जा, त्यसको कारणले पनि जर्नीमा धेरै असिस्ट गरिरहेको हुन्छ है गाइज। ल थ्याङ्क यू। अब यो यताबाट है, यो चाहिँ हाम्रो कुशल चोक रहेछ। कुशल चोकबाट चाहिँ अब यता सरसर मासतिर लाग्नुपर्छ। हाई हाई दामी भाइब्स। धन्न घाम लागेको छैन, एकदम चिल भाइब्स भइरहेछ र अहिले चाहिँ फर्चुनेट। नानी बाबुहरूले खेलेको एकछिन हेरेँ, अनि मेरो बाल्यकाललाई फेरि एकछिन महसुस गरेँ र म मेरो बाटोतर्फ लागेँ। अब यो चोकबाट चाहिँ हामी यतापट्टि राइटतिर लाग्यौँ। म चाहिँ पर कहाँ हुँदै यहाँबाट ठ्याक्क यस्तो आएर यताबाट जाँदैछु। वेदर एकदम बबाल छ। आई लभ इट।
बजार आयौँ चोकमा। अब बजारबाट भित्रपट्टि जान्छौँ है, हाइड्रेट भइराख्नुपर्छ। ओहो के गरिरहेको बुनुहरू? स्विमिङ पुल कसको लागि? ओहो म काठमाडौँबाट आएको नि हो उलैलै। हिँड्दै हिँड्दै आएको। बहिनीहरू त खतरा एक्टर जस्तो भइदिएर भने हान्दिएर पट्टैदेखि दामी खालको नि। अब हिँडेको है भइ भइ। चक्लेट खाने हो? चक्लेट खाने हो? अहिले यताबाट लहर 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 गरेर हत्तेरी बुधबारे बजार जस्तो माने मैले यो चाहिँ। हो यहाँनिर खोइ कता हुन्छ खानुपर्छ भनेपछि अलिकति प्रपरवाला पायो भने प्रपरै खोजिरहेको भात मार्नुको लागि। तर कहाँ हो के हो आई अल्सो डोन्ट नो डोन्ट नो डोन्ट नो डोन्ट नो। लुगाहरू त यस्तो बोक्का भइसकेको थियो, एकछिनमा भिजेर पनि फेरि सुकेर पनि भिजेर यिनीहरू चाहिँ। एनिवेज अब फ्रेस मुखसुख यसो पखालेर नयाँ चेन्ज गरेँ। यो भयो भने चिसो पनि लाग्दैन। अब खाना खाने एकछिन बस्ने अनि त्यसपछि चाहिँ लम्किनुपर्छ आफ्नो गन्तव्यतिर। यहाँ चाहिँ मेरो चिसो खालको ग्लास अनि पानी पनि आइरहेको छ, यो पनि लिने अनि त्यसपछि रेडी सेट एन्ड मुभ अन सिएमआर ब्रदर। यदि मिठो खाना खाएपछि जिउमा ऊर्जाभन्दा बढी निन्द्रा पो आयो, तर सुत्ने भने समय थिएन। त्यही भएर म हिँड्न थालेँ। अब अलिअलि घाम लाग्दैछ अस्ताउने बेलामा। यतिखेर भए पनि हार चाहिँ मानेको छैन है घामले। एकछिन भए पनि भेटिराख्छु भनेर आउँदैछ। अब भेट्न आउने कुराहरूलाई नाइ कसरी भन्दिनँ मैले, नाइ भन्न सक्दिनँ। त्यही भएर आउनुहोस् भेटिराखौँ घाम जी एकछिन। म चाहिँ लाग्दै गर्छु मेरो बाटोतिर। हडिया खोलाको पुल चाहिँ तर्दैछौँ हामीहरू। अब यहाँबाट चाहिँ मेरो तर्ने अलिकति शीतल शीतल कम्फोर्टिङ खालको हुन्छ होला। घाम पनि देखिँदैन भनेर भन्दै थियो अघि यहाँ त्यहाँ तलको साउनीले चाहिँ। ठिकै छ, गर्मीमा घाम नदेख्नु भनेको पनि राम्रै हो। यो भात खाएर हिँड्यो है, यहाँ थोरै उकालो छोड्दै बेलामा यस्तो असिना पसिना भइसक्यो। माथि झन् उकालै उकालो छ अरे, बिजोग हुनेवाला छ भाइ। नेक्स्ट टेबल बिजोग, लुगा त ल्यातार प्यातार हुन्छ। बाटो बिस्तारै उकालो लाग्दै थियो। हावामा पनि परिवर्तन महसुस हुन थाल्यो र सँगै मनभित्र केही भावनाहरू पनि बदलिँदै गए। शरीर थाकेको थियो तर मन भने अझ अलिक हलुका महसुस भइरहेको थियो। हाम्रो दाइलाई वेलकम छ, शुभ यात्रा छ। तपाईँ राम्ररी जानु। दाइलाई अब भेट्यो टिकटक लाइभमा हिँड्दै थियौँ हामीले हो। हजुर हजुर। अब यसो दाइलाई केही नसके पनि यसो चिसो चिसो चाहिँ यसो हामीले गराइदिनु सक्यौँ हामी दाइ साथीहरू मिलेर। हजुर हजुर। हापिन्चोकमा तपाईँलाई स्वागत छ। यहाँदेखि अब केही पऱ्यो भने हामीलाई सम्झिनु होला। ल ल ल ओके, थ्याङ्क यू भेरी मच ब्रदर, नाइस मिटिङ यु। तपाईँहरू सबैजनालाई भेटेर धेरै खुसी लाग्यो। अरे यहाँ माथिबाट आउँदै थियो, हापेन्चोकमा आइपुग्यो, बबाल थाकिरहेको थियो। रेस्ट पनि लिनु पर्ने थियो। ठ्याक्कै ब्रदरहरूले डाक्नुभयो, बस्यौँ। यहाँनिर चाहिँ हामी यो रक्सीको त्यो भए पनि अर्कै खाएको हो। अनि यहाँनिर चाहिँ पानी छ। म जाँड रक्सी चुरोट केही पनि खाँदिनँ। अब मिठो ठाडो उकालो आइसक्यो। मेरो पसिना पनि बुटोल भयो यार, बुटोल बुटोल वाइल्ड पसिना आउने क्या, वाइल्डै। अचम्म भनौँ कि भाग्य, आज दिनभरि धेरै मानिसहरूले यात्रामा साथ दिए। कसैले मुस्कान दिए, कसैले स्वास्थ्यको शुभकामना, कसैले यात्रा सफल होस् भनेर आशीर्वाद। र ती ससाना शब्दहरूले ठुलो ऊर्जा थपिदिए। ल फेरि यहाँनिर चाहिँ ठ्याक्कै जाँदै थियो ब्रदरहरू। त्यहाँ माथि बाइक रोकेर यहाँ पर्खिनु भयो अनि उहाँसँग पनि भेटघाट गऱ्यौँ यसो। ल है तपाईँहरू सबैजनालाई भेटेर धेरै खुसी लाग्यो। यो चाहिँ हाम्रो भ्लग एपिसोड 16 मा आउँछ है। ल ओके बाई, ल बाई बाई बाई। ल ल ल अब कति अगाडितिर होटेल छ यता यता, खोइ सोध्नलाई मान्छे अलिकति भेटेन। लमक लमक चलौँ। अब हाम्रो
6:30 भइसकेपछि 6 बजीतिर चाहिँ सोधौँला। अब 5 बज्नु आँट्दैछ, 1 घन्टा अझै हिँडौँ, लेट्स सी। अनि त्यसपछि ल्यान्डमार्क बुझ्ने कहाँनिर होटेल छ, अनि त्यसको नियरेस्ट पोइन्टमा बसौँ। साँझ पर्ने बेलामा चाहिँ चेक इन गरिसक्ने। है जङ्गलको बाटोमा अब किराहरू कराएको सुन्नुहोस्। अब यहाँबाट चाहिँ सुनमाई हुँदै हामी चाहिँ सीमा समाप्त रहेछ। अब बाई बाई झापा, झापालाई बाई बाई। अनि केलाई भायो, इलामलाई हाई 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 हाई। अब यो ठ्याक्कै जोर कलस भन्ने ठाउँमा चाहिँ आइपुगेछौँ। आजको बास चाहिँ यहीँ हुनेवाला छ। योभन्दा दायाँ बायाँ कहीँ पनि पुगिँदैन, यहीँ बस्ने। तर गेस्ट हाउस हो कि के हो त्यहाँनिर अलिकति कन्फ्युज भयो। त्यहाँनिर गएर सोधौँ, त्यहाँ गेस्ट हाउस रहेछ भने चेक इन गर्ने। 1 सावर लिइहाल्नु पर्ने छ, लुगा धुको बराबर भइसक्यो। जोर कलसमा चाहिँ अलिकति डिसपोइन्टमेन्ट भयो। यो होटेल होला भनेको त पुलिस स्टेसन चाहिँ रहेछ। यहाँबाट अगाडि 8-10 किलोमिटर कति छ अरे, कि तलै झर्नु पऱ्यो अरे। अब तल झर्ने कुरा त छैन, कुरा पनि हुँदैन। वीर गोर्खाली नेपालीको छोरो अगाडि बढ्छ। जय माता दी। साँझ नजिकै जाँदा बास खोज्न थाले, तर सजिलो भन्ने चाहिँ भएन। लजहरू पाउन एकदमै गाह्रो। अन्त्यमा एउटा लज भेटे, जुन अझै अन्डर कन्स्ट्रक्सन नै थियो। ल यस्तो रुम चाहिँ धन्न पाइयो। यो पनि यहाँ 3टा चेन्ज गरिसक्यो, यसले लिनै मानेन कि। अनि यो चाहिँ यहाँ ठ्याक्कै प्लगमा जोडिदिएको, धन्न खोल्यो यो। नत्र भए चाहिँ यो ठाउँमा यो के कसो म जान्दिनँ है, तर ब्रुटल स्टेट जस्तै लागिसकेको थियो मलाई एकछिन त्यो बत्ती नहुँदाखेरि चाहिँ। अब यहाँ हेर्नुहोस् त यस्तो स्थिति छ, लाइन जोडिसकेको छैन कि। मेन समस्या भने चाहिँ फेस जस्तो पो देखिन्छ यो त नि। ओहो एनिवेज रुम पाइयो, त्यही चाहिँ राम्रो कुरा। रातिसम्म चाहिँ हिँड्नु परेन धन्न। यहाँनिर हाम्रो होटल म्याक्स प्याराडाइस भन्ने रहेछ। यहाँ चाहिँ भर्खर बन्दै रहेछ। प्याराडाइस भए पनि अलिकति प्याराडाइस जस्तो चाहिँ भइसकेको छैन, हुन बाँकी छ। अनि यहीँ बस्छौँ आज। अनि त्यसपछि भोलि चाहिँ अर्ली इन द मर्निङ यहाँबाट चाहिँ जर्नी स्टार्ट गऱ्यौँ। बिहान आज अलिकति छिटो गरेको भए चाहिँ हामी माथि नै पुग्ने थियौँ रहेछ। अनफर्चुनेटली ढिलो स्टार्ट गऱ्यो, बिस्तारै जाने भन्ने हिसाबले। अब भोलि चाहिँ भ्यायो भने अब कति रहेछ रेन्ज हेरौँ, नत्र भए उता बोर्डर छेउतिर पुग्नुपर्छ भोलि चाहिँ। अब आज यहीँ बस्ने, खानासाना खाने, मजाले रेस्ट गर्ने। मेरो आजको सिख, कहिलेकाहीँ यात्रा सजिलो हुँदैन, तर अपरिचितहरूको सानो साथ नै सबैभन्दा ठुलो शक्ति बन्न सक्छ। आजलाई यति नै, अर्को श्रृङ्खलामा फेरि भेटौँला।